नमस्कार, म उपेन्द्र गोले। तपाईँ सम्पूर्णमा हार्दिक स्वागत छ। आज म तपाईँहरूसँग गैँडाटारका किसानहरूको नयाँ आशा केरा खेतीको बारेमा कुराकानी गर्नेछु। गैँडाटारमा एक समय धान र मकै मात्रै हुने गाउँ अहिले हरियो केराका बोटले ढाकिएको छ। आज हामी बुझ्नेछौँ कसरी गैँडाटारका किसानहरूले माटो र मेहनतको मूल्य फेरेका छन् र केरा खेतीले गाउँलाई आत्मनिर्भर बनाएको छ। रौतहट जिल्लाको उत्तरी भूभागमा फैलिएको एक हरियो र उब्जाउ क्षेत्र हो गैँडाटार। यहाँको माटो बलौटे र दोमट चिम्ट्याइलो प्रकारको छ, जसले केरा, तरकारी र फलफुल खेतीका लागि उत्कृष्ट वातावरण प्रदान गर्छ। वर्षभरि मध्यम तातो तापक्रम, पर्याप्त सिँचाइ सुविधा र सडक पहुँच भएकाले गैँडाटार अहिले कृषि नवप्रबन्धकहरूको केन्द्र बन्दै गएको छ। लगभग 10 वर्ष अघि गैँडाटारका केही युवा किसानहरूले परम्परागत धान र मकै खेतीबाट थकित भएर नयाँ सम्भावनाको खोजी गरे। त्यही समयमा गाउँमा केरा खेती गर्न बाह्य जिल्लाका एक किसान आउनुभयो। यहाँको माटो र हावापानी केरा खेतीका लागि बिल्कुल उपयुक्त छ भन्दै उहाँले नै केही बिघा जमिन लिजमा लिएर गैँडाटारमा केरा खेतीको सुरुवात गर्नुभयो। सुरुमा डर लाग्यो, केरा लगाउँदा धेरै लगानी लाग्ने र रोग लाग्ने सुनिएको थियो। तर हामीले 5 कट्ठा जमिनमा परीक्षणका लागि लगायौँ अनि दोस्रो वर्षमै नाफा देखियो। स्थानीय किसान श्यामहरि गौतम बताउनुहुन्छ। उहाँको जस्तै अनुभव अन्य किसानहरूको पनि थियो। सुरुमा चुनौती थियो राम्रो बिउ पाउन, रोग नियन्त्रण गर्न र बजार व्यवस्थापन गर्न। तर सामूहिक प्रयास र सहकारीको सहयोगले कुरा बदलियो। अर्का किसान सुनिल घिसिङ भन्नुहुन्छ, सुरुमा मैले घरको अगाडिको जमिनमा 100 बिरुवा लगाएको थिएँ। अहिले 2 बिघा जमिनमा केरा खेती गर्छु। पहिले धानमा नाफा खासै हुँदैनथ्यो, तर केरा खेतीबाट अहिले वर्षमा करिब 5 लाखसम्म आम्दानी हुन्छ। सुनिल जस्तै किसानहरूले देखाएका साहसले गाउँभर प्रेरणा फैलिएको छ। अहिले गैँडाटारमा 50 भन्दा बढी किसानहरूले व्यावसायिक रूपमा केरा खेती गरिरहेका छन्। उत्पादित केरा नजिकका बजारहरू चन्द्रनीघापुर, निजगढ, लालबन्दी लगायत काठमाडौँसम्म पठाइन्छ। बजारमा गैँडाटारको केरा भनेर चिनिने ब्रान्ड नै बन्दैछ। किसानहरूका केरा सहकारी मार्फत सामूहिक रूपमा बिक्री गर्ने गराउने व्यवस्था गर्न सके किसानहरूले राम्रो मूल्य पाउन सक्थे। गैँडाटारमा प्राय ग्रान्ड 9 र मालभोग जातको केरा लगाइन्छ। बिरुवा टिस्यु कल्चरबाट तयार पारिन्छ, जसले रोग कम र उत्पादन बढिदिन्छ। राम्रो मल व्यवस्थापन, नियमित सिँचाइ र जैविक कीटनाशकको प्रयोगले गुणस्तर पनि उत्कृष्ट रहन्छ। केरा खेतीमा रोग व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ। पानामा बिल्ट, बन्ची टप र ब्ल्याक सिगाटोका रोगहरूको नियन्त्रणका लागि किसानहरूलाई नियमित तालिम दिनुपर्छ। अब किसानहरू आधुनिक उपकरण, ड्रिप इरिगेसन प्रणाली र जैविक मल प्रयोग गर्ने वातावरण स्थानीय सहकारी तथा स्थानीय सरकारले गर्नुपर्ने देखिएको छ। केरा खेतीको विस्तारसँगै गैँडाटारमा कृषि सहकारी गठन भएको छ। सोही सहकारीले बिउ, मल, तालिम र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता बढेको छ। कृषि सहकारीहरूले किसानसँग मिलेर सामूहिक उत्पादन गर्नुपर्छ। ब्याङ्कबाट सस्तो ऋण सुविधा र सरकारी अनुदानले पनि सहकारीहरूले मद्दत गर्नुपर्ने देखिएको छ। कृषि कार्यालय रौतहटले पनि केरा खेतीमा अनुदान दिने व्यवस्था मिलाउनु पर्ने देखिएको छ। यस्ता योजनाले किसानहरूमा आत्मविश्वास बढाउनेछ। गैँडाटारका किसानहरूको लक्ष्य अब स्थानीय बजारमा मात्रै सीमित छैन। केरा प्रशोधन जस्तै चिप्स, पाउडर र जुस उद्योग स्थापना गर्ने योजना पनि अघि
बढाउनु पर्ने देखिएको छ। यदि यो गति यस्तै रह्यो भने गैंडाटारको केरा छिमेकी भारत र बङ्गलादेशसम्म अवश्य पुग्नेछ। गैंडाटारको माटोमा अब केरा मात्रै होइन, समृद्धिको आशा पनि उम्रिएको छ। हिजो जो विदेश जान्थे आज आफ्नै खेतमा रोजगार सिर्जना गर्दैछन्। केरा खेतीले गैंडाटारका किसानहरूले देखाएको बाटो आत्मनिर्भरता, सहकार्य र प्रविधिको शक्ति हो। के तपाईँले सुन्नुभयो गैंडाटारको हरियो भविष्य केरा खेती ल्याएको परिवर्तन? यदि तपाईँलाई यो श्रृङ्खला मन पर्यो भने कृपया आफ्ना साथीहरूसँग बाँड्नुहोस् र हामीलाई प्रतिक्रिया दिन पनि नबिर्सिनुहोस्। म हुँ तपाईँहरूकै सहयात्री उपेन्द्र गोले। पुनः अर्को एपिसोडमा भेट्न आउने नै छु। आजको यो श्रृङ्खलाबाट भने छुट्टिन्छु। हस्त, धन्यवाद।